लक्ष्मीप्रसाद देवकोटाको कविता पागललाई लिएर आफूलाई महान नेत्रीको दाबी गर्ने सुमना दिदीलाई मेरो अनुरोध पनि छ। दिदी, तपाईलाई जब रासोपा थिएन नि, त्यहाँभन्दा पहिला तपाईलाई आम नेपाली जनताले चिनेका थिएन। तपाईका आफन्ती इष्टमित्र र अलिकति तपाईको वरिपरिले चिने होलान्, तर तपाईलाई सुमना श्रेष्ठ र तपाईँ थिम भएका क्षमताहरूलाई देखाउने एउटा प्लेटफर्म पनि रासोपा नै हो। तपाईँ जतिका बौद्धिक मान्छेहरू देशका कुना कुनामा छन्, यो स्वीकार्नुहोस्। देशदेखि विदेशका गल्ली गल्लीमा छन्। हो, तपाईले अवसर पाउनुभयो, त्यसको तपाईले केही मात्रामा सदुपयोग गर्नुभयो, त्यो सत्य हो। तर म नै एक महान नेत्री हुँ भनेर तपाईले जसरी अहिले रासोपामा विद्रोह गर्नुभयो, त्यो पनि समय सापेक्षिक थियो थिएन, भविष्यले मूल्याङ्कन गर्ला दिदी। तपाईले यो हुर्किँदै गरेको एउटा बिरुवालाई भाँच्ने प्रयास गर्नुभएको हो। यसलाई कसरी मलजल गर्ने भन्ने कुराहरू होला नि। त्यसमा विभिन्न तरिकाका गोडमेल गर्न सकिएला, औषधिहरू छर्किन सकिएला, किरा लाग्लान् त्यसलाई उपचार गर्न सकिएला। तर यो बन्दैन, हुँदैन भनेर काटेर भाँचेर फाल्न, त्यसले फलै नलाउँदरी यसले फलै दिँदैन भनेर तपाईले पहिले नै मूल्याङ्कन गरिदिनु भयो। त्यो सरासर गलत हो। विभिन्न तरिकाबाट तपाईले अवसर पाउनुभएकै हो र त्यो अवसरको केही मात्रामा तपाईले आफ्नो शैक्षिक योग्यतालाई प्रयोग गर्न पाउनुभयो र आम जनताले पनि तपाईलाई स्वीकारेका पनि हुन् र तपाईलाई आशा पनि राखेका छन्। तर तपाईँ जतिको वा हामी 2-4 जना मिल्दैमा, हामी कुनै चाहिँ 2-4 जना अभियन्ताहरू मिल्दैमा त्यसै नै कायपलट हुन्छ वा त्यस्ता ग्रुप बनाउने हो भने त यहाँ हजारौं ग्रुप हुन्छन् कि। तपाईँ जतिका बौद्धिक मान्छेका ग्रुप बनाउने हो भने हजारौं हुन्छन्। के हजारौंवटा पार्टी खोल्ने, के हजारवटा अभियन्ताका ग्रुपहरूसित सबैसित भागभण्डा गरेरै त्यसलाई अगाडि बढाउने।